आज हामीसँग अनुहारमा खुसी लिएर बस्नु भएको छ सुरेश जी। उहाँको चाहिँ हिजो भर्खरै अस्ट्रेलियाको भिजा ग्रान्ट भएको छ। हजुरलाई धेरै धेरै कङ्ग्रेचुलेसन्स। हजुरलाई पनि धेरै धेरै कङ्ग्रेचुलेसन्स। सो हजुरको जर्नी चाहिँ पोसिबलसँग कस्तो रह्यो त? हजुर एकदमै राम्रो, किनकि यहाँ सबै डकुमेन्टहरुदेखि प्रोसेस अनुसारले स्टेप बाइ स्टेप बुझाइरहनु भयो सरले। अनि केही बुझाएको छैन भने कल गरेर सिकाउने ओर्नी सबै गर्नुभयो। त्यही भएर मलाई त्यस्तो प्रब्लम केसमै फेस गर्न परेन हैन, एकदम सजिलोताले प्रोसेस सबै राम्रोसँग भयो। अनि पोसिबल चाहिँ कसको थ्रुबाट आइसक्यो कि? हजुर हाम्रो यहाँ धेरैजना अब फ्यामिली मेम्बरहरू गइरहनु भएको थियो यहीँबाट। अब दाइहरू दिदीहरू पनि गइरहनु भएको थियो, त्यही भएर यहीँ आएको सुरुमै अब यहीँबाट ट्राई गरौँ भनेर। हजुर चाहिँ सुरेश जीको ठुलो भाइ। हजुरलाई चाहिँ कस्तो अनुभव भइरहेछ त उहाँको भिजा ग्रान्ट हुँदा? हजुर एकदमै खुसी लागेको छ। मेरो छोराछोरीहरूले पनि यहीँबाट एप्लाई गर्नुभएको थियो, उहाँहरू पनि राम्रोसँग सजिलोसँग जानुभयो यहाँबाट। यहाँ चाहिँ धेरै कुराहरू सपोर्ट गर्नुहुन्छ, यहाँबाट सबै राम्रो गाइड गर्नुहुन्छ, सबै कुरा राम्रो भइरहेको छ। अनि अब पोसिबलमा नयाँ कोही आउन चाहनुहुन्छ भने के भन्न चाहनुहुन्छ त हजुरहरूले? म त उहाँहरूलाई भन्न चाहन्छु कि यो पोसिबलमा आउनुहोस्, उहाँहरूले राम्रोसँग सबै कुरो नबुझेको कुराहरू बुझाइदिनुहुन्छ। यहाँबाट चाहिँ सहज तरिकाले कामहरू अगाडि बढाइदिनुहुन्छ, त्यही नै खुसी लाग्छ। र यहाँ आएर एप्लाई गरिदिनुहोस् भन्छु। हजुर त्यही स्टेप बाई स्टेप फलो गर्नुहुन्छ हैन। यहाँ अब डकुमेन्टहरुमा केही अलिकति प्रब्लम भयो भने यसरी गर्ने भनेर पोइन्ट गर्नुहुन्छ हैन, राम्रोसँग बुझाएर गर्नुहुन्छ। एकचोटि सुरुमा आउँदाखेरि त मलाई के भयो भने सुरुमा त अलिक चाँडै कुरा गरे जस्तो लाग्यो हैन। बिस्तारै बुझ्दै गएपछि चाहिँ अनि स्टेप बाई स्टेप गर्दाखेरि चाहिँ अनि सजिलो हुँदै गयो। अब इन्टरभ्यूको लागि पनि हेल्प गरिरहनुहुन्छ, क्लासहरू लिइरहनु हुँदो रहेछ, त्यही भएर धेरै हेल्प भयो मलाई। यदि हजुरहरूलाई पनि यस्तै भिजा ग्रान्टको नोटिस पाउनु छ भने डु भिजिट पोसिबल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी।